साथीहरू ह्याप्पी न्यू इयर। किनकि अब आजको अहिले 11 बजेको छ। 12 बजेबाट भोलि 2 तारिक गते ह्याप्पी न्यू इयर खतम हुन्छ है। सबैले ह्याप्पी न्यू इयर 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 गर्नुहुन्थ्यो होइन। हर साल नयाँ साल आउँछ क्या है। तर हाम्रो ह्याप्पी न्यू इयर त नयाँ साल भनेको त वैशाखको महिना छ गरे होइन। अब अहिलेबाट ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर भनी हेर्नुहोस् दिक्कै बनाइसक्यो भने कस्तो ह्याप्पी न्यू इयर हो। एउटा ह्याप्पी न्यू इयरलाई त तपाईँको पुरा फेसन बनायो के। हेर्नुहोस् हाम्रो जिन्दगी भनेको परदेशीको जिन्दगी छ। हेर्नुहोस् हेर्नु यहाँ कमरामा बस्नु छ, बाहिर निस्किनु छैन। बाहिर निस्किए पनि अब यहाँका प्रशासन प्रहरीले हेर्नुहोस् हामीलाई समातेर भित्र कोच्याल्छ होइन। त्यही कारण हामी भित्र घुम्न जान्न, बाहिर भित्रै बस्ने हो। हेर्नुहोस् यहाँ कमराभित्र ह्याप्पी न्यू इयर भन्ने हो। हेर्नुहोस् ह्याप्पी न्यू इयर एकचोटि हुन्छ क्या। हेर्नुहोस् आज दिनभरि हेर्नुहोस् ह्याप्पी न्यू इयरको ह्याप्पी न्यू इयरको ह्याप्पी न्यू इयरको मैले भिडियो हेरेछु। दिक्कै लाग्यो मलाई त ह्याप्पी न्यू इयरको। हेर्नुहोस् धेरै जस्तो त फेरि महिला पुरुषले भन्दा पनि धेरै महिलाहरूले हेर्नुहोस् ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर गरे। हेर्नुहोस् 2000 सबै ठिकै हो होइन, आयो। ह्याप्पी न्यू इयर त तपाईँ 31 गति नै हालिसकेको थिएँ। अझ 1 गति पनि ह्याप्पी न्यू इयर भन्ने के जरुरी थियो र। ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर होइन। त्यही कारण साथीहरू अब ह्याप्पी न्यू इयर हो। अब भोलिबाट त अब छैन, खतम भइहाल्यो। त्यहाँबाट अब अहिले अब हाम्रो यो जिन्दगी परदेशीको के गर्ने, हामी यहाँ बस्ने हो, कमरामा बस्ने हो बस। त्यहाँबाट पछि ह्याप्पी न्यू इयर भन्ने हो के भन्ने हो, अर्काको ह्याप्पी न्यू इयर हेर्ने हो मजाले। हेर्नु यतातिर मेरो परिवार नाक कराइरहेको छिन्। ह्याप्पी न्यू इयर भन्ने एउटा स्टाइल हो यिनको पनि। हेर्नु यी ह्याप्पी न्यू इयर भन्ने स्टाइल हो क्या होइन। नाक यसो गरेर कनाउला त नि ह्याप्पी न्यू इयरको स्टाइल होइन। के गर्ने हेर्नुहोस्। ल ठिकै छ। कस्तो लाग्यो साथीहरू मेरो सल्लाह सुझाव कमेन्ट बक्समा सल्लाह सुझाव दिइहाल्नु होला त। अगर राम्रो लागेछ भने दिनु होला, राम्रो लागेछ भने फेरि पनि दिनु होला होइन। तर मलाई रिसाउने काम नगर्नु होला। अगर मैले गल्ती गरेको रहेछु भने माफ गरिदिनु होला प्लिज है। ल ओके बाई। भिडियोलाई धेरै सेयर गरिदिनु होला त। ओके बाई।